एडभेन्चर गर्न आएको के गर्नु बाँदर हो यो बाँदर चढिहाल्छ एक्सन फाइनली डाँडातिर उक्लिँदैछौँ हामी फर यु दिस इज फर यु भनेर स्कुल छ चौरीलाई हेलो फ्रेन्ड्स वेलकम टु माई युट्युब च्यानल अब हामी चाहिँ लाग्नेछौँ बिस्तारी बिस्तारी आफ्नो गन्तव्यतर्फ अब कहाँ जाँदैछौँ बिस्तारी हामी म सो गर्छु तपाईँहरूलाई कहाँ जानु भएको छु है लेट्स गो ल लेट्स गो गाइज लेट्स गो अहिले त फोटो सेसन हुँदैछ यहाँ गाइजहरू फोटो सेसन लगभग अब सकिन लागिसक्यो अब लाग्छ होला बिस्तारी अब हामी लाग्ने होइन हामी अब हामी पनि लाग्नुपर्छ अब रेस्ट सेस्ट गऱ्यो बाइक पनि बिग्रियो बाइक साइक बिग्रियो के गर्नु यस्तै छ अब एउटा चर्तीकला ल चर्तीकला देखा त यो अन्त चर्तीकला अब हामी लेट्स गो अब हामी जान्छौँ स्कुटर बिग्रेर केही छैन बल्ल बल्ल बनायो भ्यू त यस्तो छ है यताको लेट्स गो एडभेन्चर गर्न आएको के गर्नु कहाँबाट आयो कुन बाटो आयो थाहा छैन अब हामी पनि ऐसोले खाँदैछौँ होइन अब बाटो सुरु जस्तो सुकै भओस् ऐसोले खाँदै छोड्नु हुँदैन हामीले होइन नेपालको अर्ग्यानिक फुड धुलो उडाएको थियो होला पानी सानी खानु पर्यो हाम्रो च्यालेन्ज आज है यो रुखमा चाहिँ को चढ्न सक्छ भन्ने कुरा आयो होइन यहाँ कसैले नसक्ने जस्तो कुरा भयो सो च्यालेन्ज दिने चाहिँ हाम्रो राम सर सो पाण्डा राजकुमार बन्दर तर सानो छ रुख तर हेर्दा हेर्दा जति जति सजिलो छ नि त्यो होइन कहाँ सजिलो छ हेर्दा नि सजिलो छैन होइन हामी भिडियोमा त त्यो सानो यहाँ एक बित्ताको रुख देखिरहेको छ नि त तर म चढिसकेको थिएँ मेरो हात यस्तो भयो सक्दैन खुट्टा नि त्यस्तै चिप्ल्यो नि कहाँ यार कति रुपियाँको बाजी हो राम म त यसलाई चढ्यो भने 1000 दिनु ल भोलि बिहान खाली पेटमा ट्राई गरौँ ल म पुगिसकेको थिएँ त फाइनली चढ्यो यो त्यही रुख म चाहिँ चढ्नु सकिनँ किनकि अलिक गाह्रो रहेछ यो त बाँदर हो यो बाँदरले चढिहाल्छ यो मैले ग्रिप समाउनु नपाएर क्या यसले चढ्यो लास्टमा बिरालोले बाघलाई चढ्न चाहिँ सिकायो झर्न सिकाएन भने नि त्यस्तै हो त पनि बाबु झर्छ ल ठिक छ भयो नि क्या समातिर नि Yes. Finally did it. म सक्दैन छोड्ने भगवान फाइनली डाँडातिर उक्लिँदैछौँ हामी त्यही के छ राम उक्लिँदैन डाँडातिर डाँडा उक्लिँदैछौँ कहाँ आइपुग्यो होला भन्ने तपाईँहरूले गेस पनि गरिसक्नुभयो होला यो आउने ठाउँ आएको जतिहरूले चाहिँ गेस गरिसक्यो होला यो योभन्दा माथि माथि पनि देखाउँदै जान्छु म टक्क जहाँ पनि
कसरी त्यसले त भन्न नि फेरि लाउँदैन फेरि माथि माथि जति जति माथि माथि आयो त्यति त्यही चिसो चिसो हुँदै आयो हो यिनीहरूले त ज्याकेट साकेट भयो नि लिएर आएको छ नि यिनीहरूलाई तातो हुन्छ जोस् मलाई त्यही आउँदा आउँदा चिसो सेतो गुनास पनि रहेछ नि यहाँ सेतो गुनास सेतो गुनास टिप्ने हो गाइजहरू सेतो गुनास हामीले सेतो गुनास हो हामीले सेतो गुनास भने यो चाहिँ सेतो गुनास है अब चढ्नै सक्नु पऱ्यो नि त्यहाँ चढ्नै सक्दैन हो कहाँ सक्छ त्यत्रो माथि छ अनि मेरे से प्यार करती है कि नहीं सेतो गुराँस देखेर सेतो गुराँस टिपु भन्छ यहाँ आइज नि त लाइजो टपट हान्न त म लाइजो त हो टपट हान्न सक्दैन होला क्या छोडिदियो क्या यहीँ रहेछ त तलै भुइँमा हेर्ने ए एउटा त यहीँ रहेछ त यही टिप्छ ल कसको लागि जसको लागि त्यसले मुझसे प्यार करती है कि नहीं भन्दै टिप्ने हो क्या ल फाइनली सेतो गुनास पनि टिप्यो त्यो हाँगै भाँचिन्छ होला चढ्यो भने नि के अरे गुनासै गुनासको सहरमा भन्ने एउटा के अरे उसको के अरे त्यो फिल्म अरे अस्ति भर्खर उनको स्वेटरमा कहिले भन्छ गुराँस गुराँस बगैँचा पो भन्छ घरको एउटा गीतै छ त पुरै फुलहरू मुस्काउँछ फुलहरू गुराँस त कहाँ छ गुराँसै फुले गाउन सही हो त होइन जे भयो नि हो नि त हो नि यत्रो ठाउँमा आएर हामीले टिकटक पनि बनाएन यार अब टिकटक सिकटक छोड्दै यार जति तँ मेरो चाहिँ प्यार गर्दै नै भन्दाखेरि चाहिँ अब सही हो यहाँ यादमा चाहिँ एकजना म पुरा यस्तो यस्तो वाला यस्तो सेतो गुनास पनि टिपियो फाइनल्ली ठ्याक्क यहाँ भ्यू बवाले एउटा टिकटक चाहिँ बनाउनु पर्छ यार बनाउने यार यत्रो दुःख गरेर आइएछ फोटो खिच्ने फोटो सेसन चाप छैन वाट इज दिस छोड्छ तेरो दाइ जान्छ तर म गर्छ नि किन जबरजस्ती गरेर त नि छोड न म गर्छु भने नहुने चिज नगर न नि त्यही हो नि उठाइसकिस् त भयो ल जेसुकै घर भेटाएँ मैले दामी ल दाम स्याहार मोबाइल देख्दोस् खानुहुन्छ यो अन्त सेतो गुराँस होइन यो चाहिँ के गाउँछ त्यो ए नहमेर मन्दिर ए यार कस्तो मैले नि चुडाइसकेको थिएँ झन्डै भगवान् सम्झेर ल आज चाहिँ ऱ्याङ्क्सले फर यु दिस इज फर यु भनेर कसलाई पनि भित्रै मनदेखि भनिरहेछ है अब बुझ्नु होला कसको लागि हो है त्यही हो ल अब लास्टको फाइनल्ली हामी कालिम्चोक आइपुग्यौँ दिस इज द कालिम्चोक भ्यू राइडरहरू यहाँ छ मेरो बेबी यहाँ छ बल्ल बल्ल आइपुग्यो जोस् बार्दै डेन्जर ढ्याङऱ्याङ ढुङरुङ रहेछ होइन पुरै आइपुग्यो लगभग आइपुग्यो भने चाहिँ गाइज आइपुग्यो होइन हामी मलाई के थाहा म फर्स्ट टाइम म पनि फर्स्ट टाइम हो आइपुग्यो होला त हो यहाँ आएपछि त पुरै भिलेज भन्छ यो त कुरी भिलेज हो यहाँबाट अझै माथि होला क्या अझै कहाँ यहाँबाट त जाला र बाइक स्कुटी जान के हो जान्छ ल लेट्सको अब हामी त्यही लाग्नुपर्ने हुन्छ समय छैन हामीलाई नि फेरि काठमाडौँ फर्किनुपर्छ अनि त्यही भएर हामी चाँडो चाँडो जानुपर्छ भ्यू त यस्तो छ है लेट्स गो राम्रै आउँछ हौ
मेरो पनि त्यसपछि हामीले ल हामीले ओके ओके मान्छेमा बिहान त्यो तल झर्नु कतिचोटि गाड्नु पर्छ तिनचोटि होइन महादेव ल जय कालिम्पोङ माता की